यो भिडियो हेर्नु माननीय हर्क साम्बाङज्यू, यो मलाई यकिन थाहा छैन कसले यो उपनाम राख्यो हर्के हल्दार। यो वास्तवमा तपाईँलाई एकदमै सुइटेबल छ। यो तपाईँलाई किन सुइटेबल छ भन्दा अहिले सरकारले जुन किसिमको योजना अगाडि बढाएको छ त्यो कुरालाई तपाईँले विरोध गर्दै हुनुहुन्छ। तपाईँ नयाँ र पहिलेको पुरानामा फरक केही फरक त हुनु पर्यो। नयाँ युवा भर्खरै वैकल्पिक शक्तिको रूपमा उदाउँदै गरेको पार्टीमा केही फरक त हुनु पर्यो नि। के छ फरक? सुकुम्बासी हटाउनु हुँदैन भनेर अभिव्यक्ति दिनुभएछ। सुकुम्बासी कहाँ हटायो? कहिले हटायो? कसले हटायो? सुकुम्बासी अब नेपालमा कोही पनि रहनु पर्दैन है। हामी सुकुम्बासीहरूलाई अब चाहिँ स्थापित गर्छौँ भनेर सरकारले योजना अगाडि बढाएको छ। सुकुम्बासीको नाममा हुकुमबासीहरू जसले सहरको मुख्य क्षेत्रमा जग्गा हडपेर राजकाज गरिरहेका छन् तिनीहरूलाई विस्थापित गर्ने हो। सरकारले केही समयमै यकिन गरेर वास्तविक रियल सुकुम्बासीहरूलाई स्थापित गर्छौँ भनेर योजनै ल्याइसकेको छ। अनि तपाईँ भन्दै हुनुहुन्छ सुकुम्बासी हटाउनु हुँदैन। यहाँ सुकुम्बासीलाई विस्थापित गर्ने नै स्थापित गर्ने योजना हो। तपाईँ जतिको युवा नेताले पनि यो कुरा बुझ्नुहुन्न कि विरोधको लागि तपाईँलाई एउटा मसला मात्रै चाहिएको। यो पुरानो पार्टीहरूले गर्ने राजनीति चाहिँ ठ्याक्कै यही हो। तपाईँले पनि त्यही शैलीमा ढल्किँदै हुनुहुन्छ। हिजो एमाले, काङ्ग्रेस, माओवादी जस्ता पार्टीहरूले पटक पटक देश सञ्चालन गर्दै गर्दा यो सुकुम्बासी जहिले सुकुम्बासी नै रहिरहनु पर्छ है भन्ने योजना अनुरूप उहाँहरू अहिलेसम्म सुकुम्बासी नै हुनुहुन्छ। किनभने उनीहरूलाई जहिले चाहियो सडकमा उतार्नलाई त्यही सुकुम्बासी चाहिन्थ्यो। इमिडिएटली सडकमा उतार्नु पर्यो त्यही सुकुम्बासी, चाहे काङ्ग्रेसले होस्, चाहे एमाले होस्, चाहे माओवादीले होस्, त्यही सुकुम्बासीहरूलाई सडकमा उतारिन्थ्यो, प्रयोग गरिन्थ्यो। तर अबको सरकारले दीर्घकालीन रूपमा स्थापित गर्नुपर्छ है। सुकुम्बासी कोही पनि हुनुहुन्न। वास्तविक सुकुम्बासी हो भने चाहिँ उहाँहरूलाई उचित स्थान दिनुपर्छ र अन्यथा त्यो हडपेर बसिएको जो चाहिँ सुकुम्बासी होइन उनीहरू चाहिँ विस्थापित हुनुपर्छ भनेर ल्याएको योजनामा विरोध गर्दै हुनुहुन्छ। तपाईँ जतिको मान्छेले यो कुरा विरोध गर्न सक्छ? तपाईँलाई कसरी युवा नेता मान्ने? तपाईँलाई हामीले कसरी यो चाहिँ अलग विचारको पार्टी हो भनेर मान्ने? केही त नयाँ हुनु पर्यो नि। तपाईँ जतिको मान्छेले यो अभिव्यक्ति दिँदै गर्दाखेरि तपाईँलाई सारा जनताले कसरी विश्लेषण गर्ने? हुन त तपाईँलाई हाम्रो कुराले खासै फरक पर्दैन। तपाईँ आफ्नै ढङ्गले अगाडि बढ्ने मान्छे हो भन्ने कुरा हामीलाई थाहा छ। तर पनि चित्त नबुझेपछि बोल्नुपर्छ। बोलिन्छ। यो सुकुम्बासी हटाएको होइन, सुकुम्बासीलाई विस्थापित होइन, सुकुम्बासीलाई स्थापित गर्ने योजना हो। सुकुम्बासीहरूलाई खुसीको कुरा हो। ढुक्क हुनुहोस्, केही समयमै सुकुम्बासीहरू सबै तपाईँहरू इस्टाब्लिस हुँदै हुनुहुन्छ। ढुक्क भएर बस्नुहोस्। तपाईँहरूलाई खुसीको खबर हो यो। उहाँले सुकुम्बासीको बारेमा भन्नुभएको कुरा, बुझाउनु भएको कुरा चाहिँ साह्रै राम्रो लाग्यो है। तपाईँलाई चाहिँ कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला ल।